तपाईले देश बनाउनुहुन्छ भन्ने के ग्यारेन्टी छ भनेर सोध्नुभयो कि मैले, जुन चाहिँ सायद कुनै पत्रकारले अहिलेसम्म मलाई सोधेको थिएन। अनि मैले ग्यारेन्टी त केही पनि छैन, केही चिजको पनि हुँदैन। तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिलेसम्म मैले जुन काम गर्दै गएँ होइन, त्यो अब इन्डिरेक्टली डिरेक्टली विकाससँगै जोडिएको कामहरू हो, सस्टेनेबल डेभलपमेन्टसँगै जोडिएको कामहरू हो। त्यो कामको लेभलमा होला, पोलिसीको लेभलमा होला, एडभोकेसीको लेभलमा होला होइन। तपाईँले जुन कुरा दाइ भन्नुभयो कि मलाई पत्रकारले यस्तो कुरा कहिले सोधेकै थिएन, यस्तो सवाल कहिले सोधेकै थिएन कि तपाईँ मन्त्री बन्नुहुन्छ भने, तपाईँ सक्सेस गर्नुहुन्छ भने के ग्यारेन्टी लिन सक्नुहुन्छ। यो कुरा लिएर दिमाग बढी खेलाउनु हुँदैन क्या। त्यस्तो कुराहरू सोच्नु हुँदैन क्या। तपाईँले सबभन्दा पहिला सङ्कल्प के लिएको थियो? म किसानहरूको लागि के गरिदिन्छु अरे, कोल्ड स्टोरको व्यवस्था गरिदिन्छु। लोड सेडिङको समस्या हुँदैछ, पानी स्टोर गरेर त्यस्तो कारखाना उत्पादन गरेर इलेक्ट्रिक पावर एडजस्ट गर्न सक्छु, हो कि होइन? भाँडमा जाओस् नि, जो सोधोस् नि, जे कुरा सोधोस् नि, बाल्दैको टेन्सन भएन क्या दाइ। आफू सक्षम हुनुपर्ने क्या कि मेरो दायित्व के हो। किसानको बारेमा सोच्नु भएको छ नि भाइ, एउटा कुरा सुन्नुहुन्छ, हाम्रो देशमा कतिवटा नदी नालाहरू छन् थाहा छ? थाहा छैन, हो कि होइन? थाहा पनि हुनसक्छ, नपनि हुनसक्छ। तर त्यो एउटा कुरा त पुरै साफ साफ तपाईँलाई मलाई पनि थाहा छ, सबैलाई थाहा छ कि जुन 3वटा नदी छ, मेची, कोशी, कर्णाली, जुन छुट्याएको छ हाम्रो देशलाई, त्यसमा पर्याप्त पानीको मात्रा निस्किन्छ, हो कि? त्यसबाट जति सहायक नदीहरू छन् त्यसले थाहा छ किसानहरूलाई कति क्षति गरेको छ। कल्पना गर्न सक्नुहुन्छ? मौसम विभागको तपाईँ त्यो हेर्नुहुन्छ समाचार, धेरै समस्या छ कि दाइ, कि त्यो सहायक नदीहरूले नि धेरै समस्या ल्याउँछ कि किसानहरूलाई। एक त बाढीको सिजनमा पानी, वर्षायाममा त आधीभन्दा बढी त क्षति नै हुन्छ। किसानले लगाएको बाढी झाडीहरू जति हुन्छ बगाएर लाग्छ, हुरीले, बाढीले लग्छ, कति घर डुबाएर लग्छ। किन? त्यो कुरा कहिले हेर्नुभयो, सोच्नुभयो तपाईँले किन यस्तो हुँदैछ? सबै नली नालाहरू के हुन्छ, नदी नाला जति छ नि सबै जाम भइसकेको छ। पहिला त नदी नाला क्लियर गर्नु, अर्को किसानलाई पहिचान्नु कि को किसान हो, त्यसलाई आवश्यकता के पर्छ, त्यसको कार्ड बनाउनु, सरकारी जग्गा कहाँ छ त्यसको निरीक्षण गर्नु, जहाँ जहाँ सरकारी जग्गा छ त्यसलाई खाली गरेर प्लोटिङै हुन्छ, त्यहाँ त 2वटा विद्यार्थी खेल्ने प्लेस हुन्छ, होस्। तर सरकारी जग्गा आँखाको नजरको सामने आउनु पर्यो कि त्यहाँको जनताको लागि। त्यहाँको जनता राम्ररी हेर्नु पर्यो कि त्यो सरकारी जग्गा हो, त्यो नम्री जग्गा हो, त्यो त हुनु पर्यो फर्स्टमा। सेकेन्डमा के हुनु पर्यो? पहिला जग्गा क्लियर हुनु पर्यो, पुरै सरकारी जग्गा नजरमा आउनु पर्यो। त्यो वाडा कार्यालयको जनतालाई, त्यो नगरपालिकाको जनतालाई थाहा हुनु पर्यो कि यो सरकारी जग्गा हो। पुरै जनतालाई, कि गरिब भिखारी किन नहोस् त्यसलाई पनि थाहा हुनु पर्यो। या उपमहानगरपालिकाको मान्छे होस् या सदरमुकामको किन नहोस्, यो त भइहाल्यो एउटा काम। अर्को काम के हुनु पर्यो तपाईँलाई सम्झिनु पर्छ, किसान कार्ड है। किसान कार्ड एकदम महत्त्वपूर्ण छ, किसान कार्ड हुनु पर्यो। अनि यो जग्गा कहाँबाट आयो, यति सम्पत्ति कहाँबाट आयो, त्यसको छानबिन हुनु पर्यो है। अरू केही जान्दिनँ अब। ल हस्, नमस्ते, राम्रो लाग्यो भने सहयोग गर्नु, राम्रो लागेन भने कमेन्ट गर्नु है। ल दोस्त, धन्यवाद, नमस्ते, हस् है, ल।